नमस्कार। यस भिडियोमा हामी जान्छौँ वृष राशि हुनेहरूको लागि 2082 सालमा के कस्तो योग र भोग लिएर आएको छ, के कस्तो घटना घट्न सक्छ 2082 सालमा वृष राशिका जातकहरूको जिन्दगीमा। सुरुमा जानौँ गोचर। 2082 सालभरि नै गुरु मिथुन राशिमा, शनि मीन र केतु सिंह र राहु कुम्भ राशिमा गोचर गर्नेछन्। यसरी गोचर गरेसँगै शनि भाग्य र 10औं घरको स्वामी भएर लाभ भावमा बस्नेछ। यसरी लाभ भावमा शनिको गोचरले भाग्यमा वृद्धि गराउनेछ भने कुनै पनि रोकिएको छेकिएको कामहरू बन्ने र सुचारू हुने सम्भावना रहन्छ र हायर एजुकेसनमा पनि राम्रो हुनेछ भने पढाइको सिलसिलामा विदेश जानेहरूको लागि सुनौलो समय रहेको छ। 2082 सालमा बृहस्पति दोस्रो भावमा गोचर गर्ने हुँदा धन सम्पत्ति समृद्धिले वर्षभरि नै वृष राशिलाई छोड्ने छैन। सोचेको भन्दा राम्रो धन आर्जन हुनेछ र अकस्मात रूपमा धन या वाहनको सुख मिल्नेछ। स्वास्थ्यमा भने केही समस्या देखिनेछ। आँखा या टाउको समस्या देखिन सक्छ भने आमाको स्वास्थ्यमा पनि केही समस्या देखिन सक्छ र यो वर्षभरि आमाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ। र यदि जग्गा जमिन गाडी वाहन बेच्न चाहनुहुन्छ भने यो वर्ष राम्रो मूल्यमा बिक्री हुने सम्भावना रहन्छ। यदि तपाईँ जागिरको खोजीमा हुनुहुन्छ भने यो वर्ष सोचे भन्दा राम्रो जागिर प्राप्त हुनेछ भने लोटरी चिट्ठा काट्दा पनि तपाईँलाई लाभ हुने सम्भावना रहन्छ। राजनीतिक व्यक्तिको लागि यो वर्ष एकदम राम्रो वर्ष साबित हुनेछ भने पौषदेखि फागुन महिनाभित्र तपाईको स्वास्थ्यमा भने केही समस्या देखिन सक्छ र केही चिटिङ या ब्लेम लाग्न सक्छ। सजग रहनुहोला भने यदि हजुर मुद्दा मामला या सरकारी समस्यामा हुनुहुन्छ भने यो वर्ष विजय प्राप्त हुनेछ र बृहस्पति अनुकूल हुने हुँदा यो वर्ष अध्ययनमा रुचि बढ्नेछ, पढाइ राम्रो हुनेछ, पारिवारिक समस्याहरू समाधान हुनेछ, धार्मिक क्षेत्रको भ्रमण तथा अर्थको उपयोग हुनेछ, अनलाइन टेक्निकल र वैदेशिक व्यापारमा फस्टाउनेछ भने ऋण थियो भने यो वर्ष ऋण घटाउने समय रहेको छ र आर्थिक दृष्टिले श्रावण, कार्तिक, फागुन र चैत महिना शुभ रहनेछन्। यो वर्ष अझ अनुकूल बनाउन केही सावधानी र उपाय बताउने छु, ध्यान दिएर सुन्नुहोला। यो वर्षभरि नै नाभि र निधारमा केशरको तिलक लगाउनुहोला। 400 ग्राम चनाको दाल बिहिबारबाट सुरु गरेर 4 दिन लगातार बग्ने पानीमा बगाउनुहोला। 400 ग्राम खैरो चिनी 4 दिन लगातार बग्ने पानीमा बगाउनुहोला। मङ्गलबारबाट सुरु गर्नुहोला। यो वर्षभरि नै शिर ढाकेर राख्नु या शिरमा टोपी लाउनु तपाईँको लागि शुभ रहनेछ। हस्त नमस्कार। जय श्री राम।